हामी चाहिँ संसारैभरि सेलेबल छौँ भने यो अब जस्तै तपाईँले नेपालको कानुन पढ्नुहुन्छ भने अब ब्रिटेनमा गएर तपाईँले फेरि छुट्टै तरिकाले उहाँको कानुन पढ्नुपर्ने हुन्छ। तर हाम्रो आइटी एउटा यस्तो विषय हो जहाँ संसारभरि हाम्रो एउटै भाषा छ र त्यसले गर्दाखेरि अहिलेको संसारमा देखिराख्नु भएको छ होला। अब अमेरिकामा जति पनि आइटी कम्पनीहरू रन गर्ने ठुला चिफ एक्जिक्युटिभ अफिसर्सहरू छन् सबै अब इन्डियन्सहरू नै भइरहेछ भने पछाडि एउटा यो ग्लोबल मार्केटमा चाहिँ हामी ग्लोबल सिटिजनलाई चाहिँ रिप्रेजेन्ट गर्ने एउटा यो मार्केट हो र त्यसमा चाहिँ अहिले यसमा अर्को फाइदा भने के छ भने पछाडि हामी प्रविधिमा यति धेरै हामी इन्भल्भ भइसक्यौँ कि अब भोलिको दिनमा हामी प्रविधि बिनाको संसार सोच्नै सक्दैनौँ र प्रविधिलाई रन गर्ने ड्राइभ गर्ने भने चाहिँ यही प्रविधि विषय पढेका व्यक्तिहरू नै हुन्। त्यही भएर प्रविधिको महत्त्व र प्रविधिको पेनिट्रेसन चाहिँ झन् पछि झन् बढ्दै जान्छ। सो यो ह्युमन रिसोर्सहरू चाहिँ झन् दिन प्रतिदिन झन् यसको माग चाहिँ बढ्दै नै जान्छ र तपाईँले डिफ्रेन्ट हाम्रो नेपालमा त हामीले सर्वे गरेको छैनौँ तर बाहिर सर्वेहरू हेर्दाखेरि के देखिन्छ भने तपाईँको मार्केट निड चाहिँ एकदमै धेरै छ आइटी प्रोफेसनलको। र आज पनि एकजना सरले भनिराख्नु भएको थियो इभन इन्डियाले चाहिँ रिसेन्टली चाहिँ 14 लाख ह्युमन रिसोर्सेसहरू आइटीको रिक्वायर्ड हुन्छ भनेर त्यही अनुसारको उनीहरूले इन्फ्रास्ट्रक्चरमा काम गरिरहेको छ। युनिभर्सिटी लेभलमा पढाउने कुरा त्यो लेभलको रिसर्च हाम्रोमा चाहिँ भएको छैन तर हाम्रो निड भने चाहिँ त्यही आसपास नै हुन्छ जस्तो लाग्छ मलाई।